Hello guys, welcome my blog video and welcome my YouTube channel. आज भने साथीहरु तपाईहरुलाई मैले नयाँ बिरालोहरु आएको छ, नयाँ बिरालोको बच्चाहरु आएको छ। तपाईलाई आज नयाँ बिरालोको बच्चाहरु देखाउन गइरहेको छु। भिडियोलाई अन्तिम सम्म हेरेर साथ दिनु होला र तपाईहरुलाई यदि भिडियो मन पर्यो र बिरालोको बच्चाहरु मन पर्छ भने भिडियोलाई लाइक कमेन्ट पनि गर्न नबिर्सनु होला। अब तपाईहरुलाई म ढिला नगरिकन बिरालोको बच्चाहरु देखाउन गइरहेको छु। अहिले चाहिँ म साउदी बोराइदा एक्वेरियम शपमा छु। अब म तपाईहरुलाई देखाउन गइरहेको छु है त साथीहरु के गर्नु यस्तै छ जिन्दगानी। साथीहरु तपाईहरुलाई पहिला सुरुमा तपाईहरुलाई म माछा देखाउँछु है त। माछा यो यतापट्टि साइडको चाहिँ यो सबै माछाहरु हो हैन। यहाँ चाहिँ अब यो माछाहरु 10 रुपैयाँ देखि अब 200 सम्म 300 सम्मको माछाहरु छ। यो चाहिँ पुरा एक्वेरियम शप हो, हेर्न सक्नुहुन्छ साथीहरु। एकदमै माछै माछा छ सल्लक्क लाएर। अब तपाईलाई म बिरालोको बच्चा देखाउन गइरहेको छु। पहिला सुरुमा तपाईलाई म बाहिरबाट देखाउँछु है त है। यो जुन यो छ नि यो यहाँ तपाईले देखिराख्नु भएको छ नि यो बिरालोको बच्चा। यहाँ एउटा छ, यहाँ दुईटा छ, यतापट्टि तीनटा छ अनि यो माथितिर एकवटा छ ठुल्ठुलो। यो पुरै यहाँ चाहिँ अब बिरालोहरु राख्ने, चराहरु राख्ने ठाउँ हो हैन। अब तपाईहरुलाई म देखाउन गइरहेको छु। भित्र गएर म देखाउँछु है त है। साथीहरु अब म यहाँबाट भित्र सर्लक्क जाँदैछु। अब तपाईहरुलाई म एकैवटा गरी बिरालो देखाउने छु। यहाँ छ एउटा बिरालो, यो चाहिँ स्कच। यसलाई एकदम यो चाहिँ 2500 पर्ने बिरालो हो। अहिले चाहिँ यसलाई 800 रुपैयाँ मात्रै पर्छ। हेर्न सक्नुहुन्छ एकदम राम्रो क्युट बिरालो छ है। यसको प्राइस चाहिँ अहिले 750। हेर्नुस् एकदमै राम्रो छ हेर्नुस्। ल हेर्नुस्। अब म तपाईहरुलाई अर्को बिरालो देखाउन गइरहेको छु है त साथीहरु। एकदमै राम्रो क्युट छ यो हेर्नुस्। आहा यस्तो बिरालो त नेपालतिर मैले कहिले पनि देखाएको छैन हो। अब म तपाईहरुलाई अर्को बिरालो देखाउन गइरहेको छु। साथीहरु यो चाहिँ हिमालमा पाउने बिरालो हो हैन। यो चाहिँ हिमालतिर पाउने बिरालोको बच्चा रे। अनि यसको नाम चाहिँ हिमालयन क्याट रे हैन। हिमालयन बिरालो। यसको प्राइस चाहिँ 750 छ एउटाको। अनि यसको पनि सेम प्राइस हो है। एकदम क्युट खालको छ बच्चाहरु हेर्न सक्नुहुन्छ। एकदम आँखा हेर्नु, आँखा कस्तो त्यो उसको जस्तो के भूतको जस्तो आँखा चाहिँ खिच गर्नेको जस्तो हेर्नु। यहाँ यस्तो दामी बिरालोको बच्चाहरु छ है। यहाँ हेर्न सक्नुहुन्छ। हेर्नुस्। अब म तपाईलाई अर्को देखाउने छु है त साथीहरु। अब यो बिरालो भर्खर मैले देखाएको बच्चाको बाउ हो यो चाहिँ। हेर्नुस् है त। हेर एकदमै खतरनाक छ। हेर्नु सक्नुहुन्छ साथीहरु तपाईहरुले। यो चाहिँ यता म भएको मात्रै आउँछ है। यो चाहिँ सिराजी रे के सिराजी भने चाहिँ यो भाइ कुन देशको हो यो है सिराजी। यहाँनिर यस्तो छ बिरालोको बच्चाहरु। एकदम क्युट बच्चाहरु छ। हेर्न सक्नुहुन्छ। हेर्नुस् यहाँ एउटा योलाई चाहिँ यसको प्राइस चाहिँ साथीहरु 1500 हो है। यसको 1500 प्राइस, यसको 1200 अनि यसको चाहिँ 800। यसको 800। हेर्नु सक्नुहुन्छ कति राम्रो बिरालोहरु छ है साथीहरु। हेर्नुस् न एकदमै क्युट बिरालोहरु छ। यो बिरालोको बच्चा चाहिँ मतिर मात्रै आउन खोज्छ के साथीहरु। हेर्नु एकदम राम्रो छ यो बिरालोको बच्चा पनि। हेर्नु त्यस्तै दामी बच्चाहरु छ। ल साथीहरु तपाईलाई भिडियो कस्तो लाग्यो र बिरालोको बच्चा कस्तो लाग्यो भन्नुस् है। हेर्नुस् त यहाँ कस्तो क्युट बिरालोको बच्चा छ। एकदम टपरै हेरिरहेको छ। यसलाई चाहिँ अब स्कच फोल्ड यो चाहिँ गोल्ड हो हैन। यसलाई यो यस्तो वाला यो कानवाला छ नि यो न्युरेको कान। यसको चाहिँ प्राइस धेरै पर्दो रहेछ के यहाँ। हेर्नुस्। आहा अब म यहाँ अर्को एउटा बिरालो देखाउन गइरहेको छु नि साथीहरु। यो बिरालो हेर्नु एकदम डेन्जर खालको बिरालो छ। यो चाहिँ ब्रिटिस बिरालो हो। यो चाहिँ ब्रिटिसतिर पाउने बिरालो होइन। साथीहरु तपाईले भिडियो त हेरिसक्नु भयो होला हैन। तपाईलाई कस्तो लाग्यो? यदि राम्रो लाग्यो लाइक कमेन्ट शेयर अनि युट्युबबाट हेरिराख्नु भएको छ भने युट्युबलाई सब्स्क्राइब गर्नु होला र फेसबुकबाट हेरिराख्नु भएको छ भने भिडियोलाई लाइक गर्नु होला, कमेन्ट गर्नु होला र फलो गर्नु होला है त। यस्तै भिडियोहरु हेर्नको लागि आजको लागि पनि भिडियो यति नै। भिडियो हेरिदिनुको भरमा धेरै धन्यवाद है त।